हेलो एभ्रिवान, सबैलाई विजय दशमीको हार्दिक शुभकामना। अनि हाम्रो चाहिँ घरमा दसैँको टिका स्टार्ट भयो। हाम्रो चाहिँ घरदेखि स्टार्ट भएको थियो। हाम्रो बाबाले लगाइसकेर अनि हामी चाहिँ अरूतिर जाने भनेर टिका लगाउनु लागि रेडी भएको थियौँ नि त। मदम साइदको टिका लगाइहाल्नु अरे नि त। अनि त्यसैले बाबाले लगाइदिनु हुँदै थियो। म चाहिँ भर्खर रेडी मात्रै भएको थिएँ। कपाल सपाल केही कोरेको पनि थिएन, त्यत्तिकै बसिहालेँ। त्यत्तिकै बस्दा बस्दै बढाएर आउनुभयो बडा अङ्कलहरू, त्यही भएर लगाइदिइहाल्नु भयो यत्तिकै टिका। बाबाले लगाइदिनु हुँदैछ हामीलाई टिका। मम्मी चाहिँ पैसा लिएर रेडी बसिराख्नु भएको थियो। फेरि टिका लगाइदिनु भयो हामीलाई बाबाले लगाइसकेको बाद। घरमा टिका लगाएको बाद चाहिँ हामी जानु थाल्यौँ अझ घर टिका लगाउनु लागि। पुग्नु आँट्यौँ हामी अझ घर पनि। हिँड्दै हाम्रो घरको छेउमै छ अझ घर चाहिँ। पुग्यौँ हामी अझ घर। हेर्दै भयो यता सुन्दरको ठाउँमा त म देखिँदिनँ हौ। रिल्स बनाऊँ न त म। मेरो दिदीलाई चाहिँ सब्सक्राइब अनि सबै च्यानलमा सेयर गरिदिनु होला। खोइ आन्टी हजुर आन्टी खोइ यता हेरिदिनु न त मेरो च्यानलमा। तपाईँलाई फेमस पार्दैछु मैले, इन्स्टाग्राममा हालिदिएको छु। हाम्रो अझ घर टिका लगाउन आएको छौँ हामी। लम्बा बनाइदिएको रहेछ यस्तो सबै के गर्नु हुन्छ। के भयो तेराई अन्दाजी रुन्छ हो भगवान्। नानी के साह्रो रुको।
कसले सुकुमलाई दिइहाल त कसले यो वहीँ तलै लानु तपाईँहरू किधर हो झन्डै लडिनु भगवान् एकदम कस्तो राम्री देखिँदैछ एकदम स्वर्गीकी परी राम्रो देखेन लुगा बोकेर साथी राम्रो देखिँदैछ त क्यामेराले कस्तो क्यामेरा मेरो दामी देखिँदैछ ए झाडु गर्ने मान्छे फुटु अनि एकछिन सुकाइदिन्छु कस्तो दामी देखिन्छ पर्खिल बिमारी भएर मोबाइल चलाउनु पाएको छुइनँ म मोबाइलले पनि मान्दैन अलिक ज्वरो पनि आइरहेको छ हाल्दै हाल्दै ज्वरो आउँदैछ अहिले गएर सुत्दिहाल्छु म अजिम कहाँ भन्छ दादी भन्छ अरे ओइ रिल्स बनाऊँ न है रु न कुन गाडी ए बाबा के गर्दिनु भएको ठिकै छ भिडियो भएन के भयो के गर्दै गर्दै के गर्दै मैले उपर राख्दिन केही गरेको छुइनँ मैले त्यो रातो डोटमा थिच्नु त भिडियो गर्ने मान्छे राम्रो नभएर के भयो भिडियो काटेर त माथि माथिको भिडियो कहाँ भिडियो गर्दिनु भएको त्यही त नि खडा लगाइदिनु गर्दै भिडियो राम्रो भिडियो त हुँदैछ कहाँ भिडियो हुँदैछ त कहाँ देखाउनु हुन्छ अङ्कलले अनि यता देखाउनु यस्तो देखाइदिनु नि यस्तो टिको लगाएको देखाइदियो दिनु दिनु म आफै गर्छु दिनु पर्दानी चाहिँ नसक्नुको पर्दानी यहाँ अङ्कल हेरेर आइदिनु नि पहिला सुइलाको जस्तो लाग्छ नाचेर वा चालेको छ त्यस्तै भइसक्यो यसको कपालमा कपाल काट्नु गयो भने यति मात्रै काट्छ छाट्नु यो वालेट कि मलेट अरे मलेट हो मलेट मवाक मोमो बोटुको राखेर काट्नेलाई चाहिँ टक्क बोटुको राखेर सुई 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 काटिन्छ भयो आशीर्वाद राम्रो दिनु आशीर्वाद दिनु राम्रो केटी पाउनु भएन ढोकिदिया खुट्टामा ढोक्छ भाइ ए म त भुल गया खुट्टामै ढोको के आशीर्वाद दिनु एकलाई गर्नु भन्नु एकबाट लाग्छ भन्नु नानी लु अझ घरको टिका सकेर अब हामी गएको अङ्कल घर बडा घरतिर टिका लाउनु हाम्रो चाहिँ दाइनामै 3-4 घर टिका लाउनु पर्छ अनि त्यहाँदेखि हामी हिँड्दै अङ्कललाई हेर्दैछ पछाडि मेरो ब्लग टिका लगाएको पैसा
ट्राइपोड लिएको आयो ट्राइपोड लिएको भए हुन्थ्यो हेलो गाइस घामले त हातले टिका पुग्यौँ हामी बडा घर पनि टिका लाउनु लागि हाम्रो बाबा चाहिँ पहिले पुगेर बसिराख्नु भएको रहेछ सानो बडी बाटोमै हुनुहुन्थ्यो घरको अगाडि यही फुल त हो त्यो क्वीन अफ नाइट भनेर किनभने क्वीन अफ नाइट चलो भित्रै कोही मम्मी चाहिँ मम्मी उही आउँदै थियो कोबोले गर्दैन कसलाई लगाउनु भएको तुलसी कि आसिता पैसा हालिदिन्छु मोबाइलमा पैसा चाहिँ जिपे यता हेर्दा शुभमको छोरी हेर्दा यत्रो भयो यता हेर्न है शुभमको छोरी यत्रो भयो अलिकति कुदेर पोलेर आउँछ यहाँ बडा हो बाध्यको भन्ना अङ्कल आन्टीहरू टिका लाउनु आउनुभयो हौ आशिष अनि यहाँ टिका लगाइदिनु भाइलाई त्यसको त्यो खोलियो बेगको बडा घर जाने बित्तिकै सबसे पहिला खानाहरू चाहिँ खायो होला बडा आराम गर्नुहुन्छ एकछिनमा टिका लगाइदिनुहुन्छ भनेर सबैजना खाना खानु बस्यो म चाहिँ मासु खाँदिनँ त्यसैले म चाहिँ खाइनँ म चाहिँ भिडियो गरिरहेको थिएँ सबै खाना खानु बसेको थियो खाना खानुको बाद बडाले टिका लगाउनु स्टार्ट गर्नुभयो बाबाहरूलाई बाबा अङ्कलहरूलाई चाहिँ फर्स्ट टिका लगाइसकेर त्यसपछि हामीलाई लगाइदिनुहुन्छ मम्मीहरूलाई टिका लगाइदिएको बाद हामीलाई टिका लगाइदिनु भयो बडाले डक्नु गर्छ अरे त सानो बढेको पनि ढोका छ ए नानीलाई के भयो खोकी लाग्यो टिका लगाइदिएको बाद फेरि हामीलाई अङ्कल टिका लगाइदिनु भयो लगाइसके सुन्दा मेरो च्यानल सब्सक्राइब गर दुईटै
हाम्रो के राख्ने त्यस्तै बाँड्नु। भयो त्यो केलामा आउँछ गर्नु। भने हेर्ने केरलामा गएर चलो राख्ने त्यता टिका लगाइदिए ल बाई 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 त्यहाँ सकेर हामी फेरि गयौँ अङ्कल घरमा चाहिँ भिडियो राम्रो भएन भनेर भन्यो। त्यसपछि भिडियो नै गर्नु पाएन, अलिकति मात्रै भिडियो गरेर राखिहाल्यो फोन। त्यसपछि हामी जानु थाल्यौँ आम्बारी टोटोमा चढेर। आम्बारीमा चाहिँ टोटोमा गएको मात्रै भिडियो गरेँ। म पुग्दाखेरि चाहिँ अलिक अँधेरो भएको थियो अनि भिडियो नै गरिनँ मैले, खालि फोटोहरू मात्रै खिचेँ। आम्बारीको चाहिँ विसर्जन गर्नु लाँदैरहेछ ट्र्याक्टर। त्यसमा आएर मातालाई थ्याङ्क यू सो मच फर वाचिङ। अहिलेको लागि चाहिँ यति नै।